हेलो जय मसी अनि नमस्ते तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। फेरि म आज बिहानीको समय तपाईहरुको सामु हैन सानो अनि भिडियो लिएर आएको छु। लगाइ चाहिँ म चाहिँ अहिले अटोमा छु हैन। यहाँ प्याजको बिउ अनि राखेको छु अनि प्याजको बिउ उम्रिसकेको छ अनि प्याजको बिउ माथि गोठबारीमा अनि राख्नका लागि चाहिँ हामी मल लगाएर जाँदैछौँ अनि यसो त्यही गाइस। अनि म आज चाहिँ तपाईहरुलाई म अलि नयाँ भिडियोहरू देखाउने छु किनभने आज चाहिँ मेरो चाहिँ माथिबाट फर्किसकेपछि पालुगटी छ। म चाहिँ त आज अटोमा यात्रा गरेको तपाईहरुलाई भिडियो हाल्नेछु किनभने मेरो पालुगटी छ आज। सो त्यही भएर म चाहिँ पालुङमा मान्छे लिनको लागि जाँदैछु यहाँ स्वास्थ्य चौकीको हैन। अनि स्वास्थ्य चौकीमा शिविर आउँदैछ उता तिलगङ्गा भन्छ के अरे आँखा हस्पिटल जुन त्यहाँबाट चाहिँ शिविर लिएर आउनु भएको के अरे यहाँ। अनि त्यहाँको मान्छे चाहिँ मैले लिन जाँदैछ। सो अनि त्यही गाइस म तपाईहरुलाई अनि अर्को नेक्स्ट भिडियोमा देखाउने छु। अनि यो चाहिँ बिहानको भिडियो भयो है। सो म तपाईहरुलाई अब भरे या दिउँसो तपाईहरुलाई म अर्को नेक्स्ट भिडियोमा फेरि भेट्नेछु है त गाइस। ल गाइस अब हामी चाहिँ यात्रामा हिँड्दैछौँ है त। बन्द गरिदिनु भने कि ल गाइस। अनि प्याजको बिउ चाहिँ हामीले लिएर आइसकेको छौँ। त्यहाँ बाल्टिनमा देख्न सक्नुहुन्छ तपाईहरुले। अनि अब चाहिँ हामी यहाँ मल छरेर अनि यसलाई थोरै अनि मिलाएर अब हामी यसमा प्याज रोप्दैछौँ। सो तपाईँहरूलाई अब प्याज रोपेको अब नेक्स्ट भिडियो देखाउने छु है त म।